हेलो एभ्रिवन वेलकम ब्याक टु आवर च्यानल है। यो चाहिँ हाम्रो युट्युब च्यानलको फर्स्ट भिडियो रहेको छ र तपाईँले यो भिडियोको टाइटल र थम्बनेल देखेर थाहा पाइसक्नुभयो कि यो भिडियो के कस्तो हुनेछ र म किन जब छोडेँ त, त्यो पनि एकाउन्टेन्टको है, आफ्नो किराना बिजनेसको लागि। फर्स्टमा चाहिँ म त्यसको पर्मानेन्ट सिफ्ट हुम्ला भनेर जब गर्न गएको पनि होइन, र एक आर्थिक वर्षमा केही सिकिन्छ भनेर मैले 1 इयर्सको लागि जोइन गरेको हो। तर त्यो मलाई नै थाहा छ, मैले भनेको थिएन कि 1 इयर्स मात्रै गर्छु भनेर। र यहाँ किराना बिजनेस भन्दा पनि त्यहाँ इन्कम धेरै नै लो छ, किनकि यहाँ जति मेहनत गर्यो त्यही अनुसार इन्कम हुने होइन। अनि उता चाहिँ एकदम फिक्स इन्कम, अनि आउने जाने भाडा धेरै नै कम हुने गर्दथ्यो। सो काम सिक्नको लागि चाहिँ एकदम बेस्ट हो, र हामी पर्मानेन्टली त्यस्तो स्विच गर्न चाहिँ सकेनौँ है। कौन बिस्कुट अलैँची 5 होला। ओके, कति रुपियाँ होला? बुल्ला यो बिलिङ सिस्टम युज गर्दैछौँ। बुल्ला 4वटा। अनि यो बिलिङ सिस्टमको नाम चाहिँ रहेको छ अरुणियम बिलिङ सिस्टम है, पिओ सिस्टम। यो चाहिँ एकदम फ्री छ र मलाई बेस्ट लाग्छ है। मैले लगभग यो ट्राई गरेको धेरै भइसक्यो र अलमोस्ट धेरै फिचर्सहरू छन्। तर यसको नराम्रो फिचर्स भन्नेको चाहिँ यो अर्को कम्प्युटरमा चाहिँ लगइन गर्न सकिँदैन है। एकदम त्यो पेड सिस्टममा चाहिँ छ, तर यो हामीले फ्रीमा चाहिँ त्यो सिस्टम दिएको छैन। यसमा मैले आफ्नो जब क्विट गर्नुको कारण चाहिँ मेन कारण आफ्नो मेन्टली पिस है। मैले पहिलेदेखि नै मेन्टली के थियो भने आफ्नो बिजनेस रन गर्ने होइन। अनि त्यही पनि यही कारणले गर्दाखेरि मैले समटाइम्स 1 इयर्सको लागि 1.5 इयर्सको लागि मैले जोइन गरेको थिएँ है। अनि काम पनि गरियो, काम राम्रो थियो, खासै गाह्रो थिएन। तर 9 to 5 जब गर्दाखेरि चाहिँ 9 to 5 मात्रै जब हुँदैन। किनकि आफ्नो त्यसमा काम भ्याएन भने साँझसम्म पनि गर्नु पऱ्यो, रातिसम्म पनि गर्नु पऱ्यो, र बिहान पनि जानु पऱ्यो। खासमा भन्ने मात्रै हो 9 to 5 जब होइन। र त्यसमा मेन्टली कति तनाव हुन्छ त्यो आफैले नै थाहा हुन्छ होइन। सो यसमा पनि तनाव छ, नहुने होइन, किराना बिजनेसमा पनि। बट यो आफ्नो बिजनेस हो, आफूले राम्रो गर्न सके राम्रो हुन्छ होइन। सो मैले त्यही गरेर यसमा जोइन गरेको छु। र त्यसमा भन्दा पनि यसमा इन्कम धेरै छ, तर लङ टाइम हामीले टाइम दिनुपर्छ। अलमोस्ट 15-16 घन्टा होइन, बिहान 6 बजेदेखि राति 8-9 बजेसम्म त दिनुपर्छ। सो धेरै गाह्रो छ यो पनि, तर आफ्नो चोइसको कुरो होइन। आफूलाई कुन सेक्टरमा जान मन छ, आफूलाई कुन सेक्टरमा राम्रो लाग्छ होइन, आफ्नो इन्ट्रेस्टको कुरा हो। आउनु भिडियोमा चाहिँ हामीले तपाईँलाई कुन बिलिङ सिस्टमको बारेमा चाहिएको छ भिडियो, कि हामीले यो किराना बिजनेसलाई कसरी प्रफिटेबल बनाउने, कसरी कस्टमर बढाउने। कस्टमर हाम्रो अन्नै छन्, लगभग अलमोस्ट डेको प्रफिट अनि मिनिमम पनि 1500 जति छ एभरेजमा है प्रफिट। यसमा कति प्रफिट हुन्छ, हामीले सप्लायरसँग कसरी कन्ट्याक्ट गर्ने, त्यो सबै कुरा हामीले तपाईँहरूको भिडियोको माग अनुसार हामीले म बनाउने छु। सो
लेट्स आजको भिडियोलाई चाहिँ यति नै हस् धन्यवाद है भिडियो फुल हेर्नुभएकोमा र हामीले यसलाई पनि पछि मोडर्नाइज गर्ने सोचमा छु अब चाहिँ CCTV क्यामेरा हाल्नुपर्ने छ र हामीले थर्मल प्रिन्ट अझै किनेका छैनौँ र अब अर्डर गर्न लाग्छु थर्मल प्रिन्ट चाहिँ अरू यो म्यानेज चाहिँ गरिरहेको छु POS सिस्टमबाट अनि स्टक ट्र्याकिङदेखि लिएर हामीले प्रफिट ट्र्याकिङ पनि गरिरहेका छौँ सो लेट्स आजको लागि भिडियो चाहिँ यति नै धेरै लङ भिडियो पनि के बनाउने होइन हाम्रो स्टोर चाहिँ यो यता चाहिँ स्न्याक्स आइटम रहेको छ अनि यता प्लास्टिक चप्पल अनि यता चाहिँ दारूहरू बियरहरू रहेको छ र हाम्रो यता अलमोस्ट 200 लिटरको डिफ्रिज अनि यता 500 लिटरको डिफ्रिज यता चाहिँ चाउचाउ आइटम्स बिस्कुट आइटम्स अनि हाम्रो यता फोटोकपी मेसिन एन्ड ल्यापटप रहेको छ है सो लेट्स बाई